हेलो एन्ड नमस्ते, तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। सबैजना सन्चै आराम हुन्छ, म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ न्यू डे न्यू ब्लग सुरु गर्दैछु। र आज चाहिँ ग्यारेजमा आएर हाम्रो गाडी साडी बनाउन आएको। अस्ति गाडी बाटो खत्तम थियो, गाडी साडी सब बाङबुङ भइसक्यो। हेर्नु न, गाडी साडी सब यस्तो भइसक्यो। अब गाडी साडी बनाउन लागेको हामी चाहिँ टक्क लाएर यो पत्ता सत्ता खोलेर गाडी साडी जग उठाएर यस्तो गरेर आएको छ। फेरि ह्याङ्गर पनि भाँचेछ क्या यहाँ, हेर्नु न, त्यो ह्याङ्गर पनि भाँचेछ क्या। त्यही भएर अब हामी सबै फेर्नुपर्ने हुन्छ। आज चाहिँ गाडी हाम्रो चाहिँ अब गाडी बन्दैछ होइन, टक्क लाएर हेर्नु न, हिजोतिर अस्तितिर त्यो बाटो खत्तम थियो नि त, बाटोले गर्दा यसलाई गाडी साडी बुङ गएर यो ढालासाला नलाग्ने भएको छ क्या। यो ढाला हेर्नु, ढालासाला सब भित्र कुचिएर त्यहाँको गएर फेरि अस्ति पछिल्लो ट्रिपमा यहाँ ड्याममा बिहा थियो, भित्तामा ठोकेको थियो। सब साइड पनि सब किचिसक्यो, गाडी बेहाल भइसक्यो। हाम्रो पत्ता खोलेको यो पत्ता भाँचेछ क्या, बुझ्नु भएन। यो त्यो तल्लो पत्ता हो क्या, तल्लो एउटा 7,000 पर्छ क्या यो पत्ताको। अनि फेरि किनभने ओइलिङ गरेको सबै टक्कलातिर गयो। फेरि अब गाडीभित्र यो ह्याङ्गरको यो भाँचिसकेछ। हामी बाटोमा गएको बिजोग हुने रहेछ लास्टै। फेरि गाडीको यो सापटको यो नट लुज भएको भइ गर्छ, फेरि खस्नुपर्छ बेला बेलामा। मिस्त्रीहरूले ट्याक्क यो सबै ट्याकटुक गर्दैछ। खर्च चाहिँ आज जरो वाइ लाउनु भयो क्या, खर्च चाहिँ वाइ लाउने भयो। ग्यारेज टक्क गाडीहरू सबै बनाउनु थियो। यो चाहिँ अस्ति केटाहरूले भाँचा होला, यो गाडी साडी पालसाल सब च्यातेर गाडी छुएर खत्तम भइसक्यो। आइलसिल पनि लिक भइसकेको छ सबै। बाटो खत्तम छ। अगाडिको भ्लगमा देखिहाल्नु होला बाटो कस्तो छ भनेर। भ्लग नहेर्नु भएको भने हेर्नु होला अगाडिको भ्लग। अस्ति यहाँ पनि केटाहरूले कुचायो होला। अब गाडी टक्क लाएर भित्र अलि गाडी अलिक झिल्किए बनाउनु पर्ने हुन्छ 1-2 दिनपछि। अगाडिको लुक सेभ भइगयो। अलि हामीले चलाइराख्यो भने अलिक खतरा झिल्किए बनाएर हामी चलाउँछौँ। आज खर्च चाहिँ वायर लाग्नु गयो, पैसा अस्तिको एक ट्रिपको पैसाले नपुग्नु भयो, पैसा पनि मगाउनु पर्ने हुन्छ। ल अब सुरेन्द्र अङ्कलले पत्ता सत्ता सब खोलिरहेछ हाम्रो, जग उठेर आज। मिस्त्रीहरूले त बाख्न गयो होला। अब एकछिनपछि आएर कामसाम गरेँ। मुनिको पनि काठ हालेर हेर्नु न, किचेर सब गाडी हाम्रो चाहिँ लगभग बनिनु लाग्यो। टक्क आएर मिस्त्रीहरू होइन त। ब्लग हो ब्लग, युट्युबमा आउँछ क्या भिडियो। केलाई युट्युबमा झन् भाइरल हुन्छ। अनि केटाहरूले चाहिँ यहाँ ट्याक्क यहाँ झुला वासर फेरिरहेको छ अहिले। बिल्ची टन्नै उठेछ क्या, टक्क लाएर अब खान पैसा नहुने भयो। गाडी अब लगभग बनिनु लाग्यो। यति नै बनाउने। अब पछि अर्को टिममा चाहिँ पैसा कमाएर अर्का यतातिर बनाएर गाडी झिल्के बनाउँछौँ। अहिले पैसा पनि छैन। कतै पत्ताहरू छ कस्तो महँगो क्या, त्यतिको बिल लगभग 8-9 हजार उठेछ त्यतिको बिल। यिनीहरू सब फेऱ्यो। अब अर्को टिममा टक्क लाएर खतरा बनाउनु पर्ने हुन्छ बिस्तारै। अगाडि पनि म्यासेट हाल्नु पर्छ। यो भोकचोक लागेको छ, खानासाना खाएन। आज बिजोग छ कामले गर्दा। हिजो गाडी साडी बनाएर आइसक्यो काठ लोड गर्नलाई। हाम्रो गाडी चाहिँ आधी लोड भइसक्यो। बिहानै उठ्ने बित्तिकै टक्क गाडी साडी लोड गऱ्यो। खाजा पनि खाएको छैन आज चाहिँ, गाडी आधी भयो। अब एकैचोटि खानासाना खाइदिनु पर्ने हुन्छ। गाडी साडी हिजो बनाएर आयो, टक्क बुढाबाट काठ लोड गर्दैछ। गाडी अब लास्ट छ, आधी बाँकी छ। त्यही हो, अब हामी चाहिँ काठसाट लोड गरेर काठमाडौँतिर लाग्नुपर्ने हुन्छ बिस्तारै खाना खाएर। गाडी अब लोड भइसक्नु लाग्यो।